साथीहरु यो चाहिँ नाइट यहाँको भ्यू यस्तो छ यो साथीहरु गाइजहरु यो चाहिँ के हो हैन खानेकुराहरु पनि सब हैन हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरु आज चाहिँ म धेरै दिन पछाडि आज एउटा भिडियो दिएर उपस्थित भइसकेको छु अनि आशा छ तपाईहरुले मन पराइदिनुहुनेछ हेरिदिनुहुनेछ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला मेरो च्यानललाई यस्तो यस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ भने आजको भिडियोतिर पनि आउँछ आजको चाहिँ खतरा भिडियो हुन्छ है आजको भ्यू पनि हेर्नुस् यहाँको भ्यू यस्तो छ यो साथीहरु गाइजहरु यो चाहिँ के हो हैन यो हाम्रो होस्टेलबाट देखिने भ्यू हो बवाल छ एकदम खेल चाहिँ यता हो पारी हो हैन आज चाहिँ मेरो छुट्टी हो त्यही भएर म छुट्टीमा बसिरहेको छु साथीहरु भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्दै गर्नु होला म यस्तै यस्तै भिडियोहरू बनाउने कोसिस गर्ने छु साथीहरु म चाहिँ दोकानमा गइसके खानेकुराहरु पनि ल्याइसकेको अब बनाउने हो सब्जी अलरेडी छ गाइजहरु हैन बनाउने हो हैन खाने हो के गर्नु माइ भाइ हो बनाएर खाइदिनु हैन साथीहरु आजको चाहिँ मौसम अलिक गडबडी छ पानी पर्ला पर्ला जस्तो छ आजको मौसम यस्तो छ साथीहरु आजको मौसम चाहिँ बवाल छ बवाल खेलतिरको हैन बवाल छ हेलो साथीहरु हाम्रो रुम चाहिँ यस्तै छ हैन परदेशीको मैले चाहिँ भात पकाएर छु साथीहरु बिस्तारै पाकेपछि खाने हो भिडियोलाई अन्तिमसम्म हेर्दै हुनुहोला साथीहरु आजको मेरो खाने चिज हो हैन साथीहरु यो चाहिँ मुटु परेको है यो चाहिँ अर्ग्यानिक डल्ले खोर्सानी ल साथीहरु फाइनल्ली खानेकुराहरु रेडी भइसक्यो हैन यो चाहिँ खोर्सानी यो चाहिँ अर्ग्यानिक फेरि नेपालबाट ल्याएको हो आज प्याज खाइदिनु पर्यो भनेर यो चाहिँ लेमन हो हैन यो त थाहा नै छ तपाईहरुलाई हैन यो त एनर्जी ड्रिंक हो हैन यस्तो छ आजको ल छुट्टीको खाने यति हो धेरै खानु पनि हुँदैन हैन आज एकदमै खाने भाइ
साथीहरू म चाहिँ बाहिर जान लागेको छु होइन। अहिलेको बाहिरको मौसम चाहिँ तपाईँहरूलाई छ्यास देखाइरहेको छु होइन। यहाँ माथिबाट देखिने मौसम चाहिँ यस्तो भइरहेछ। साथीको भिडियो पनि धेरै लामो भइसकेको छ, त्यसैले गर्दाखेरि मैले मुनिको भ्यू थोरै देखाएर मैले पनि भिडियो इन्ड गर्नै पनि हुन्छ साथीहरू। धेरै लामो भयो भने अब तपाईँहरूलाई पनि हेर्न झ्याउ हुन्छ है, त्यही भएर अलिक छोटो अनि मिठो बनाउने छु है साथीहरू। म चाहिँ अब लागेँ बाहिरतिर होइन। साथीहरू म चाहिँ बाहिर निस्किसकेको छु होइन। अनि मलेसियामा चाहिँ अब भन्ने गर्थ्यो साथीहरूले होइन, बुढापाकाहरूले त्यहाँको पहिला आउने बुढापाकाहरूले रुमदेखि बाहिर चाहिँ चप्पल केटीको राख्नुपर्छ अरे भनेर भन्थे। तर त्यो केही होइन साथीहरू, त्यस्तो नसोच्दा नि हुन्छ। हामी जुत्ताहरू राखेर पनि भित्र बस्न सक्छौँ, त्यस्तो रूढिवादी कुराहरू सुन्नु हुँदैन। त्यसैले साथीहरू म चाहिँ चाबी खोल्न लागिरहेको छु। बाहिर जाने हो, चाबी चाहिँ राम्रोसँगले पर्नेछ साथी। चाबी हुँदैन, त्यहाँको भ्यू पनि देखाउँदैछु। खतरा छ खतरा। यहाँबाट हामी चाहिँ ड्युटी जान्छौँ साथीहरू। यो बाटोमा चाहिँ जाने ड्युटी एकदम टाढा छ, 1 घन्टा लाग्छ साथी। साथीहरू चाहिँ खाना मार्केटभित्र आइसकेको छु होइन। थोरै सामानहरू किन्नुपर्ने थियो, आइसकेको छु। आलु लगेर जानुपर्ने छ सब्जी होइन। म मार्केट आएको छु। साथीहरू यो चाहिँ नाइटको भ्यू हो। राम्रोसँग हेर्न सक्नुहुन्छ। कुलालम्पुर, मलेसिया कुलालम्पुर यस्तो छ है त। अझै यो चाहिँ साइडमा पर्छ। मलेसियाको कुलालम्पुर मेन सिटी चाहिँ यता हो। यो लामो टावर भएको ठाउँमा, यो टावरको नाम चाहिँ मर्डीको टावर हो। यो विश्वको सेकेन्डमा आउँछ। दुबईको बुर्ज खलिफा टावरसँग यो सेकेन्डमा आउँछ अहिले चाहिँ मलेसियाको होइन। हामी चाहिँ फेरि ड्युटी चाहिँ फेरि यताबाट पछाडिपट्टि घुमेर होइन। यो ठ्याक्कै यताबाट पछाडिपट्टि स्टेसन छ। स्टेसनबाट यताबाट स्वाटै ट्रेनमा जानुपर्छ। यसको अगाडि जानुपर्छ, यसकै छेउछाउमा ड्युटी गर्नुपर्छ। लास्टै टाढा छ यार, बिजोग छ। परदेशी जिन्दगी के गर्नै पर्छ काम होइन। परिवार पाल्नै पर्यो साथीहरू। यो चाहिँ हाम्रो यो मुनि हो। मोबाइल खस्यो भने चाहिँ फेरि मोबाइलको अन्तिम दाह संस्कार हुन्छ। हात्तीको भ्यू यस्तो छ।
लाग्यो कमेन्टमा सल्लाह सुझावहरू भनिदिनु होला है त भन्दै बिदा भएँ। नमस्ते। सो साथीहरू आएपछि फाइनली भिडियोको अन्त्यतिर आइसकेको छौँ। तपाईँहरूले मेरो भिडियो हेरिदिनु साथीहरू सपोर्ट गरिदिनु भयो त्यसको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। भन्दै आजको भिडियोको अन्तिममा तपाईँहरूलाई के भन्न चाहेँ भने तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गरिदिनु होला होइन। त्यसो भन्दै आजको भिडियोलाई यही अन्त्य गर्न चाहन्छु। हस् त, बाई बाई, टेक केयर, हेभ अ गुड डे।